जिन्दगीमा पहिलोचोटि मोटो भ्लग गर्दैछु के कस्तो हुन्छ। मैले क्यामेरा अनि अडियो केही चेक गरेको छुइनँ, त्यत्तिकै नर्मल्ली भ्लग बनाउँदैछु। अनि आजको हाम्रो यात्रा भनेको कहाँ पो जाने रे हामी? राजा रानी फेवाताल धनकुटाको होइन, लोकेसन थाहा छैन, म्याप हेर्दै जाने हो। अहिले चाहिँ हामी ठ्याक्क स्यामसङदेखि यता हाइवे जाने सिधा बाटो जाँदैछौँ। हाम्रो प्लानिङ त बिहानदेखिकै थियो, तर पानी परेर अहिले लगभग 2 बजिसक्यो दिउँसोको। भर्खर साइड छोडेर जाँदैछौँ हामी। फर्स्ट टाइम हो, त्यही भएर अलिकति नर्भस वाला फिल चाहिँ आइरहेछ मोटो भ्लगिङमा। हामी अस्ति माथि ताप्लेजुङसम्म पनि पुग्यो, तर यस्तो मोटो भ्लग बनाउने प्लानिङ अथवा आइडिया केही पनि थिएन। अहिले चाहिँ अनि यसो विचार गरेको भ्लगिङ त सुरु गर्नुपर्छ, भ्लग भिडियो नबनाएको धेरै भयो भनेर। अनि यो ठ्याक्क स्ट्यान्ड पनि अहिले किनेर, यो माउन्टका क्यामेरा माउन्ट पनि अहिले कहिले किनेर ठ्याक्क पारेर अनि माउन्ट गरेर जाँदैछौँ हामी। यो बाटो हिँड्दा निकै भिड हुन थालेको छ। घन्टाघर भानुचोकबाट सिधै उकालो लाग्यौँ हामी। सावित्रा दिदीको थुक्पा पसल पनि यहाँ माथितिरै पर्छ। यो छाता चोक भयो, छाता चोकदेखि पनि अलिकति माथि जाने, हल्का माथितिर छ यहाँ माथि। ओहो, माथि वेमा कतादेखि आउनु भएको? माथि यहाँनिर रुख देख्न सक्नुहुन्छ, त्यो रुखदेखि हल्का माथितिर गएपछि आइपुगिन्छ सावित्रा दिदीको थुक्पा पसल। यो रुख कटेपछि यहाँ माथितिर एउटा बोर्ड नोटिस गर्न सक्नुहुन्छ, साईबाबा भन्ने यहाँ हेर्नु सक्नुहुन्छ। साईबाबा मन्दिर यहाँदेखि अलिकति भित्र जानुभयो भने उतै परतिर दोकान भेट्न सक्नुहुन्छ, तल्लोपट्टि छ। जिरो पोइन्टदेखि हामी भेडेटारको गन्तव्यतिर लाग्यो है त। बाटो त आज खुल्ला छ त, यो त के भयो? यहाँ बसेर हामी अब म्याप हेर्छौँ है त। म्याप नहेरी हिँडेछ धरानदेखि भेडेटारसम्म चाहिँ ठ्याक्क बाटो एउटै होला भनेर। हामी त उ तल झर्ने होइन पो रहेछ त, यहाँदेखि त नि पूर्व पो जानुपर्ने रहेछ त। यता पूर्व हो कि पश्चिम भन्छ, उताको अस्ति हामी गयौँ नि। यहाँदेखि यस्तो गरेर यता क्या यो कस्तो मजाले उसाएर हो यहाँ हेर्न, यी मूल घाटी यहाँ तल छ, मूल घाटी। हामी अब यहाँदेखि गएर यता पूर्व लाग्नु पर्ने रहेछ। ल है, यो चाहिँ हो भेडेटार चोक। यहाँदेखि हामी अब पूर्व जानुपर्ने। पूर्व जाने रेल, पूर्व कि पश्चिम भन्छ? पूर्व हो।
बाटो ठिकै छ। आम्मामामा बाटो त अनि ड्यामडुम थुनेको छ त हौ। यहाँ चाहिँ मौसम खुलेन, त्यहाँदेखि तल पुरै भिड छ होला मेरो विचारमा। अनि यहाँ माथि पनि यस्तो छ, यहाँ ढुङ्गा बोकाइ हुँदैछ। तलबाट आउँदैछ ठुलो गाडी हर्न बजाउँदै। हामी चाहिँ पर्खेको पर्खै छौँ। उकालोमै रोक्नु भएछ दाइले पनि। ठिक छ, माथि एउटा टेम्पो आउँदैछ एउटा। काका देखिन्छ। डोजर रोकायो यो गाडी एक स्टार्ट गरेर, हाम्रो पनि स्टार्ट भयो। यहाँ चाहिँ अलिकति ढिलो छ कि जस्तो लाग्यो मेरो विचारमा। यहीँ तलतिर हुस्यो ड्याममै थियो। यहाँ चाहिँ के हो, हावा खेल्ने ठाउँ भएर हो कि जाडो पनि भयो यहाँ त तलभन्दा त। कस्तो चिसो हावा आयो त सर। ए यो जग्गा बिक्रीमा छ, भाइरल ठाउँ थियो नि, मैले टिकटकमा फेसबुकमा देखिरहेको थियो। उयो क्या उ त्यो होइन देखिन्छ, यो जग्गा बिक्रीमा छ भनेर यहाँ पक्का अलिक पछाडि लान्छ देखिन्छ। अब चाहिँ मैले टिकटक अनि फेसबुकमा देखेको थिएँ क्या, यो जग्गा बिक्रीमा छ भनेर। ठ्याक्क यो कुन जग्गा, यही जग्गा होला, तर यसको माथि पनि हुनसक्छ। माथि हुनाले यो माथि भिरमाथि हेर न, डाँडै डाँडा छ यहाँ तल। फेरि झरा नै हो त। बाटो त डेन्जर जस्तो छ त हो। यहाँ त आम्मा यति मात्रै पो रहेछ त। अनि जमिन त यति मात्रै छ त। वाट अ लभली बाटो। ल सासै आयो यार यतिमा। आम्मा हामी त्यो बाटो हिँड्नुपर्ने अब, ऊ त्यहाँ पुग्नुपर्ने हेर त। तर यहाँ त बाटो राम्रै रहेछ, ठिकै छ यो बाटो। यो पिच भएको भए कस्तो दामी देखिन्थ्यो है। सबै बाख्रा उकाली लागे, एउटा बाख्रा खै कहाँ गयो जुम्के गुलेली। कति अगाडि हो? डाँडा बजारदेखि अझै पर? आधी घन्टामा पुग्छौँ। यो बाटो नछोडी जानु होइन, अर्कै बाटो। ए ल हस्, धन्यवाद। हामी एक्लै राइड गरिरहेछौँ, पछाडि पनि कोही छैन, अगाडि पनि कोही छैन। बेला बेला एकजना भेटिन्छ। हरान पनि के बजाउनु, तर बजाउनु सक्छ। पहिरो आयो भने त खत्तम हुन्छ नि। राजा उयो छ, राजा देवाताल कहाँ हो जाने बाटो? रानीताल। अब बाटोले भेट्छ कि भित्र छिर्नुपर्छ? बाटैमा छ। हस् धन्यवाद। हस्। हामी पनि जाउँ है बिस्तारै। यहाँदेखि 1 मिनट मात्रै भन्दै थियो त, कता रहेछ यहाँ चाहिँ। फेरि मान्छे अलिकति रहेछ, यो चाहिँ बस स्ट्यान्ड भएर पनि हुनसक्छ। भन्दा नि यहाँ चाहिँ मान्छे रहेछ हौ, होइन? यो अगाडिको पो हो कि क्या हो झन्डा राखेको? यो हो त होइन होला, यो त कहाँदेखि जाने हो? तर त्यो होइन नि, यो त के चाहिँ हो? कहाँदेखि जाने हो? यहीँ हो जस्तो छ, यहीँ
त कहाँदेखि जाने हो इन्ट्रेन्स चाहिँ कता हो यहीँ रहेछ त आइपुग्यो होला हामी यहीँ छ गेट चाहिँ कहाँ हो कहाँ यो त्यो त होइन होला कहाँदेखि यही हो कहाँ छ टिकट काटेको खै ए ऊ यहाँ रहेछ ल जाऊ दुईवटा टिकट ल्याएर औ हामी फाइनल्ली आइपुग्यौँ राजारानी पार्क ए फेरि राजारानी पार्क भन्दै रहेछ हेलो हेलो भनिदेऊ क्यामेरालाई हेलो भनिदेऊ त्यही होला जाऊ न अगाडि कि बन्द हो त्यता हो क्यास तिमीसँग छैन क्यास हेर त हुन्छ बोटिङ अहिले बोटिङ गर्ने गरिदिउँ है बोटिङको कति हो भ्यू हेर्दै गर्नु पऱ्यो अनलाइन हुन्छ होला त अनलाइन गर न नत्र यहाँ पनि फुलहरू त टन्नै रहेछ फुलहरू साइक्लिङ पनि गर्नु मिल्ने हो किर्लिङ पारेर ल फाइनली हामी आइपुग्यौँ ठुलो पो रहेछ त आम्मा उता परसम्म रहेछ कोही त आएको रहेन रहेछ अहिले हुनु त बाटोले गर्दा पनि होला हामीले चाहिँ हल्का फोटो खिच्यौँ अनि त्यस पछाडि हामी बोटिङको लागि जाँदैछौँ पुजे चाहिँ यहाँ पिङ खेलिरहेको अवस्था छ पुजे ओइ पुजे कस्तो लागिरहेछ राम्रो ल सके जस्तो छ बोटिङ टाइम हामी ऊ परबाट छिर्यौँ भने त्यहाँ हुँदै हामी यता आएर एकछिन यहाँ बस्यो अनि त्यहाँदेखि यता फोटोहरू हल्का खिच्यो त्यहाँदेखि अनि यस्तो आएर यहाँ बोटिङ गर्यो त्यहाँदेखि फेरि यो ठाउँको लागि पनि फाल्टै टिकट काट्नुपर्ने रहेछ यहाँ चाहिँ यो हातको यस्तो भएको एउटा चित्र भन्दा नि स्ट्याचु बनाएको छ अनि यहाँनिर एउटा माथि भ्यू पोइन्ट जस्तो बनाएको छ अनि मेन यहाँ छ बब्बाल यो पिङ पनि खेल्यो 10-15 मिनट हामी मजाले खेल्यौँ अनि अहिले अर्को त्यहाँ पर जाँदै हुनुहुन्छ बोटिङको लागि र यसको लागि फाल्टै टिकट भयो भने यहाँ पल्लोपट्टि यो केटाकेटीहरूको देखिराख्नु भएको छ त्यसको लागि पनि फाल्टै टिकट काट्नुपर्ने रहेछ त्यसको गेट उपर छ त्यसको गेट चाहिँ यहाँ छ सो हामीले यहाँ हल्का रमाइलो गर्यो हामी रानीताल आइपुग्यो हल्का घुमघाम गर्यो खाजासाजा खाइयो अब फेरि हामी घर नै फर्किन लाग्यौँ है त भन्दा नि गाडी स्टार्ट भइसक्यो अब हामी फर्केको